नमस्ते सबैजनालाई। सबैजना सन्चै हुनुहुन्छ होला है। मैले एउटा भिडियो अपलोड गरेको थिएँ जुन चाहिँ तपाईँले आफै वर्किङ भिजा अप्लाई गर्न सक्नुहुन्छ भनेर पोस्ट गरेको थिएँ। त्यो सम्बन्धमा मलाई एकजना सिस्टरले क्वेसन गर्नुभएको थियो। आफै अप्लाई गर्यो भनेपछि भिजा नआउने चान्सेस धेरै हुन्छ होला, रिस्क हुन्न र भनेर भन्नुभएको थियो है। म तपाईँलाई के भन्न चाहन्छु भने तपाईँले डकुमेन्ट सब्मिट गर्दा चाहिँ चाहिने जति सबै डकुमेन्टहरू सब्मिट गर्नुभएको छ र जति पनि डकुमेन्ट सब्मिट गर्नुभएको छ त्यो सबै डकुमेन्ट ओरिजिनल छ, फेक छैन र कम्पनीले चाहिँ तपाईँलाई चाहिने सबै डकुमेन्टहरू दिएको छ भनेपछि तपाईँले त्यहाँ कति पनि डराउनु पर्दैन कि मेरो भिजा आउँदैन कि मलाई भिजा दिँदैन कि रिजेक्ट हालिदिन्छ कि भनेर। इनकेस तपाईँको डकुमेन्टहरू त्यहाँ सब्मिट गर्दाखेरि कुनै कमी छ या अझ दिनुपर्ने छ भने पनि तपाईँलाई यो डकुमेन्टहरू चाहियो भनेर पनि भन्छ। त्यतिखेर चाहिँ तपाईँले सब्मिट गर्नुपर्ने हुन्छ र त्यो चाहिँ फेक हुनु भएन। कति धेरै नेपाली केसहरू सुनिरहेछौँ, फेक डकुमेन्टहरू सब्मिट गरेर चाहिँ नेपालमा डिपोर्ट गरिदियो या भिजा दिएन भन्ने धेरै केसहरू सुनिरहेछौँ। सो त्यो चाहिँ हुनु भएन। तपाईँको सबै डकुमेन्टहरू करेक्ट छ, सही छ भनेपछि तपाईँले ढुक्कसँग अप्लाई गर्दा हुन्छ आफै र तपाईँको भिजा 100% आउँछ। म यो कुन बेसिसमा भनिरहेको छु भने म आफै पनि आफैले भिजा अप्लाई गरेर र भिजा आइसकेपछि आफै रिसिभ पनि गरेको हुनाले यसको बेसिसमा चाहिँ म भन्दैछु। सो नडराएर ढुक्कले तपाईँले आफै लयर बिना आफ्नो भिजा अप्लाई गर्न सक्नुहुन्छ। 100% तपाईँको भिजा आउँछ। थ्याङ्क यू।